जोजोलपा नेपाल भाषा लर्निङ युट्युब च्यानल तिमीलाई जले लस्कस्तु झासछि नेपाल भाषा के आजको हाम्रो च्याप्टर कन्भर्सेसन हो। प्रिभियस च्याप्टरमा मैले छुजुलको सेन्टेन्सहरु बनाएको थिएँ। यो च्याप्टरमा चाहिँ कन्भर्सेसन लिएर आएको छु। यो कन्भर्सेसनमा दुईटा पात्र छन्, योशी अनि बाग। अग्लो मान्छेलाई चाहिँ हामीले योशी भन्छौं, त्यस्तै अब अलिकति हाइट सानो भएको मान्छेलाई चाहिँ बाग भन्छौं। यो हामीले केटा मान्छेहरुलाई भन्ने गर्छौं, योशी बाग। र योशी भनेर चाहिँ नि हजुरले यो बसन्तपुरमा फेस्टिभलको टाइमहरुमा योशी उठाउने भनेर पनि बसन्तपुरतिर देख्न सक्नुहुन्छ। त सुरु गरौँ आजको नम्बर 1। योशीले भन्छ, के भयो बाग? छुजुला छुजुला छुजुला। यसमा छुजुला बाग पनि भन्न सकिन्छ हामीले। त्यस्तै बागले भन्छ, केही पनि भएको छैन। छुन छुन न छुन मजु मजु छुन मजु। त्यस्तै गरी अब त्यही क्वेशनको रिप्लाईमा अरु पनि एन्सर आउन सक्छ, मान्छे अनुसार फरक फरक एन्सर पनि आउन सक्छ। जस्तै अरु एन्सर यस्तो पनि हुन सक्छ, तिमीलाई किन जे भए पनि? छन्त छन्त छ्या छ्या न्याउ न्याउ जु सा सा न्याउ जु सा हैन कि सा हो। यहाँ चन्द्रबिन्दु छ। यो सफ्टवेयरमा अब चेन्ज गर्छु। यसमा माथि चन्द्रबिन्दु आएको छैन। नयाँ सफ्टवेयरमा सबै यो करेक्सन भएको छ। छन्त छ्या न्याउ जु सा। यसमा पनि याद गर्नु होला प्रोनाउन्सिएसन गर्दाखेरि छ न त हैन, छन्त छन्त। तिमीलाई अर्थात छन्त किन? छ्या जे भए पनि न्याउ जु सा। त्यस्तै गरी बागको तर्फबाट अरु आउने पोसिबल एन्सरहरु यस्तो पनि छ। कहिलेकाहीँ अल्छी लागिरहेको बेला हामीले के भयो भनेर सोध्दाखेरि के भयो भनेर रिप्लाई पनि दिन्छौं अल्छी लाग्दाखेरि, अथवा रिप्लाई गर्न अल्छी लागिराख्दाखेरि, अथवा त्यो कोही मान्छेदेखि रिस उठिराखेको बेला। अब यसलाई नेपाल भाषामा छु जुला छु जुला छुजुला छुजुला नेचुरली अब भन्दाखेरि यसरी भन्छौं, छुजुला छुजुला। के अर्थात छु भयो अर्थात जुला। र यस्तो पनि एन्सर आउन सक्छ, भन्दिन। यो अब केटी मान्छेहरु भयो भने अथवा कुनै अब भन्न मन लागेन भने भन्दिन भन्दाखेरि चाहिँ dhyae dhyae makhu dhyae makhu। किन नुन खाएको कुखुरा जस्तो बसिराखेको? अब यसलाई नेपाल भाषामा भन्दाखेरि छ्या जी नम नम खा थे चो ना चो नौ चो ना चो नौ। छ्या जी नम खा थे चो ना चो नौ, अथवा कसैले चुन चोनौ पनि भन्छ। छ्या जी नम खा थे चुन चोनौ। अब यसमा किन अर्थात छ्या, नुन अर्थात जी, खाएको अर्थात खाको, नम कुखुरा, खा कुखुरा जसरी बसिराखेको अथवा कुखुरा जसरी बसिराको भन्नु पर्यो भने चाहिँ खाथे चोना चोनौ अथवा खाथे चुन चोनौ। अब नेक्स्ट बागले रिप्लाई गर्छ, etikai ahthae ahthae। अब योशीले जिस्केर भन्छ, के भयो जीएफ पहिला गयो? अथवा प्रेमिका पनि भन्न सकिन्छ। मैले अब प्राय जसो जीएफ भन्ने भएकोले यही शब्द राखेँ यसमा। छुजुला जीएफ पेन वोला छुजुला जीएफ पेन वोला। अब यसमा जीएफ लाई नेपाल भाषामा मिसा पासा पनि भन्न सकिन्छ, अर्थात केटी साथी। र अब तिम्रो माया, यसमा जीएफ को सट्टा तिम्रो मायालु भन्नु पर्यो भने चाहिँ नि छिमी यजु छुजुला छिमी यजु पेन वोला पनि भन्न सकिन्छ। यसमा के भन्नाले छु, के भयो भन्नाले छुजुला। अब
पहिला अर्थात् पहिला गयो अर्थात् पेन वन र क्वेशनमा पहिला गयो क्वेशनमा सोध्दाखेरि पेन वन ला भनेर यो ला एउटा थपेको छु यसमा बाघले रिप्लाई दिन्छ हैन मखु यसिन अनि के भयो त अलि छु जुलले अनि अर्थात् अलि के छु भयो त जुलले अनि बाघले रिप्लाई गर्छ निन्द्रा लाग्यो nwola nwola निन्द्रा अर्थात् लाग्योको ठ्याक्क ट्रान्सलेसन wola त होइन wola को मिनिङ चाहिँ नि आयो भन्ने हो निन्द्रा आयो भन्छ तर नेपालीमा हामीले निन्द्रा आयो भन्दैनौँ कि निन्द्रा लाग्यो भन्छौँ नेपाल भाषामा चाहिँ nwola भन्छौँ अब यो सिने फेरि जिस्केर भन्छ गाजा खाइस कि क्या हो गजी टोना कि छु गजी टोना कि छु गाजा अर्थात् गजी खाइस कि क्या हो टोना कि छु बाघले भन्छ गर्मी भयो ता नोला गर्मी भयो भन्ने चाहिँ ता नोला भन्छौँ र आजको लागि यतिकै लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला र फेसबुकतिर पनि शेयर गरिदिनु होला थ्यांक यू फर वाचिङ शुभ